हाई हेलो ईशा छिन्छ हाँ सन्चै होइसिन्छ सन्चै सुन न खै त छैन सुतिसक्यो फेरि मम्मी ड्याडीसँग सुत्छ के जहिले पनि आज त तिमीले एक दिन यतापट्टि ल्याएर सुताउनु पर्ने मान्दैन त्यो मम्मीको खुट्टाको पाइला चले अनुसारले चल्छ के ऊ मम्मी तल जाने बित्तिकै जान्छ के आज दर खानेको विशेष कार्यक्रम थियो जस्तो छ नि त कपाल पनि केराटिन ट्रिटमेन्ट हानेको जस्तो देखिरहेको छ होइन बेग्लै छ नि केराटिन ट्रिटमेन्ट जान्छ केराटिन ट्रिटमेन्ट होइन मेरो नेचुरल यस्तै छ पहिला नेचुरलै हो मार्यो त भाइ नेचुरल यस्तै हो ठिक छ अनि दर्शरको प्रोग्राम भएन आज के पनि कसैले बोलाएन तेरिका भाइ हाम्रो यतातिर जुठो परेको छ नत्र बोलाउँथे साँच्चीकै नै अब नेक्स्ट टाइम दसैँमा फ्री छौ दसैँमा फ्री छु साँच्चीकै भनेको यहाँ खसी लिएर आउँछु नि फेरि घरमा म कतै पनि जाँदिनँ म मासु खाँदिनँ म पनि कहिले काहीँ म पनि त्यस्तो खाने त मन लाग्दैन मलाई पनि त्यस्तो मासु भन्ने बित्तिकै त अलिकति उयोहरू आउँछ कि अलिक गन्ध आएको टाइप्स हुन्छ मलाई चाहिँ त्यो अलिकति नाकै अहिले नै कस्तो हस्स बनायो भाइ मासु चाहिँ त्यस्तो लिँदिनँ म पनि तिमीले चाहिँ खाँदा हुन्छ खान मन हुनेले म त्यस्तो म अहिले खाँदिनँ भनेर म अहिले अरूलाई पनि नखानु त भन्दिनँ नाइ म त ट्युसडे पनि फास्टिङ गर्छु मेरो फ्राइडेतिर पनि फास्टिङ हुन्छ मलाई पहिला त फेरि म खान्थेँ त्यसपछि एकमा झरे एगिटेरियन भए एजिटेरियनबाट एकैचोटि भेजिटेरियन भए त्यसपछि म भेज अब म बिस्तारै भिगन तर्फ लाग्दैछु के त्यो त गाह्रो हुन्छ एकदम गाह्रो भयो नि होस् भनेर मलाई चाहिँ आई लभ एनिमल्स यु नो आई अल्सो लभ एनिमल्स हो भनेनौ त भाइ कहिले पनि यस्तो कस्तो म्याचिङ भएको मिल्दो रहेछ कि तिम्रो र मेरो कुराहरू देख्यौ आज कुन कलरको टी सर्ट छ ब्लू होइन नो ब्लू कसरी छ यो ब्ल्याक होइन कि ब्लू हो किन ब्लू छ थाहा भएन खै भगवानले पनि जुराएको हुनसक्छ कि दिस इज म्याचिङ बुझ्नु तिमी पनि भेजिटेरियन म भिगन हाम्रो कलर पनि यो ब्ल्याक ब्लू होइन यो कोइन्सिडेन्स हो कहिले काहीँ यस्तो हुन्छ कोइन्सिडेन्स चाहिँ होला ठिक छ आज म एउटा सफल बाबा भएर चाहिँ म आज मेरो सानो बेबीलाई हेर्न आएको थिएँ तर फोटो पनि छैन फोटो भए पनि तर तिमीले देखाइदिनु म यसो गर्छु म भोलि होइन क्यास्परलाई जसरी भए पनि लिएर आउँछु क्यास्परलाई लिएर है भन्दैछु ए छिटो बुझाइसु प्लिज क्यास्पुलाई हेर्न नपाए पनि आम अ डग लभर मलाई डग लास्टै मनपर्छ कि भनेको आम अ डग लभर आई लभ पेट्स यु नो अझै ट्याटु हेर न ट्याटु भनेको यार हाउ क्यान आई म गिफ्ट गरौँ एउटा हो कुन ब्रिड भन त लोकल ब्रिड पठाउ न मलाई पठाउ कतिवटा पठाउँछु होला भाइ दिदीलाई सोध्नुपर्छ पखाइ किनकि हामीसँग एउटा अर्को पहिल्यै छ होइन आई क्यान सी देखेछौ तिमीले मलाई हाम्रोलाई देखेछौ पख म देखाउँछु बोलाउँछु र त्यो चाहिँ सुतेको छैन त्यो चाहिँ फेरि म जस्तै छ क्या अलिकति चङ्खे अलिक चलाक पुन्टे कहाँ सुतेको हौ र अर्काको बच्चालाई हेर त्यस्तै पारा छ लास्टै छ के आजको दिदीको नाम मनसा हो है मेरो दिदीको नाम मनसा मेरो दिदीको नाम नि मनसा हो अनि सुन त यता सुन एउटा कुरा भन्छु मेरो दिदीको नाम पनि मनिषा तिम्रो नाम पनि ईशा सुन त समझ रहे हो समझिरहेछ
बुझिरहेछौ नि हाम्रो के कुरा मिलिरहेको छ बुझिरहेछौ नि थोडा बहुत अनि मेरो दिदीको नाम पनि मनिषा हो नि त मेरो आफ्नै दिदीको नाम पनि ए बुझ है यो कुरा चाहिँ भगवानले दिएको यो युनिभर्स साइन हो के बुझ्यौ बुझिनौ मेन कुरा त हामी दुइटै भिगन भेजिटेरियन पर्यौं मेरो मजलाई अबको सबैजनाले हेरेर छ कसरी भन्नु डेट भन न आयो भन्छ फेरि कता एकछिन पखायो डेट भन त 12 मा पुरै फुल डेट अफ बर्थ भन त 28 अगस्त 28 अगस्त इयर चाहिँ इयर हेलो ट्याटु वाला दाइ हो दाइ भोलि मेरो यता पछाडिपट्टितिर हिपतिर एउटा ट्याटु बनाउनु पर्ने छ यार एउटा बर्थ डेट लेख्नु पर्ने छ 28 अगस्त 28 अगस्त अहिले त आउँदिन अहिले त कसरी आउनु अहिले त आउनु मिल्दैन हेर्नु 28 अगस्त इयर कहिले हो भन त 1999 28 अगस्त 99 28 अगस्त अलि घुमाएर हुन्छ नि अलिक त्यो 19 को 9 को पुच्छर अलिक तानेर घुमाएर अलिकति स्टाइलिस बनाउनु पर्यो बुझ्नु पछाडिपट्टि नदेखिने ठाउँमा चाहिँ हान्नु पर्ने छ के ओके म भनेपछि आज यहाँ तिमीलाई म राम्रो एउटा डिजाइन पठाउँछु तिमी रेडी बनाएर व्हाट्सएपमा पठाउनु ल ओके लास्ट डे मलाई हतार भइसक्यो चाँडै आइसक्यो नि त अब अगस्त ल ल ल हुन्छ अनि सुन्नु त त्यो अस्तिको अर्को डिजाइन बनाउनु भयो कि भएन त्यो बनाइसके त तिमीले अनि तिमी बिजी छौ जस्तो लागेर मैले खास कल नगरेको सर्पो हुनु पर्यो बुझ्नु न पछि ढाडबाट सर्पो निस्केको खालको एउटा ट्याटु बनाउन चाहियो त्यो मैले दामी बनाइसके त्यो डिजाइन तिमी हेर तिमीलाई मन पर्छ ल ल दा ल सर्पोको डिजाइन चाहिँ किन कोही नागिनले डसेछ हैन त्यो सर्पो चाहिँ कस्तो भन्दाखेरि अब सानो सर्पो निस्केको खालको बनाउन लाग्यो ढाडतिरबाट यतातिर सानो सर्पो निस्केको होला के भएर अनि किन कसैले नदेख्ने ठाउँमा हान्न लागेको यहाँ हान्नुपर्छ यहाँ हान्ने भए मात्रै म मान्छु सुन न एउटा कुरा सुन बुझेन एउटा कुरा सुन मैले धेरै कामहरू गर्नुपर्छ धेरै अब यताउति भोलिको दिनमा त्यो हरेक सिनमा त्यही देखेँ भने त म एउटै खालको भयो त त्यो ठाउँमा आँखा नजर नलागोस् भन्ने थाहा छैन तिमीलाई नलागोस् यहाँ यता पछाडि कान तल त कसले राख्नु भाइ कान तल कानको पछाडि यता पछाडि मैले यता पछाडितिर सोचेको थिएँ कि यता ढाडभन्दा अलिक तल अहिले भन्नु त भनिदिनुहोस् ठिक छ ढाडै हो नि ढाडै त्यति तल त पर्दैन होला कि लुकाउनु परेन भनेको पछाडि भोलि दिन कसैले यताउति टक्कै पछाडिपट्टि छ कि ट्याटु एउटा मैले एउटा हानेको पनि छैन यतातिर हातसाथ मात्रै हानेको छु यतातिर यहाँबाट चाहिँ थप्छु कि बुझेन त्यही भएर चिन्ता नलिउ चिल भएर बस तिमीलाई म आउँछु तिम्रो बर्थडेमा साँच्ची फेरि त सुन है बर्थडेमा बोलाएर मलाई ढुट्टो हातखुट्टा बाँधेर ढुट्टो पिट लाउने फेरि आफ्नो बोयफ्रेन्डहरू बोलाएर त्यसो गर्दैन ल ठिक छ म आउँछु ओके ल ह्याप्पी टिज राम्रोसँग बस थ्याङ्क यू ह्याप्पी टिज दिदीलाई पनि ह्याप्पी थ्याङ्क यू त्यसको तर्फबाट थ्याङ्क यू त्योसँग त जोइन हो त्यो खतरा चाहिँ त्यो कुरा भाँड्छ त्यसले बुझेको बुझेन त्यसले अलग कुराको त्यसले ब्रेन स्ट्रमिङ गरिदिन्छ त्यसले यो हजको अनि यो हजकोमा नि आइरहेको छ यो को होस्टिङवाला कस्तो पोस्टिङ त्यो बहिनी एउटा छ त मास्टर नि सोमा कि को भन्ने बहिनी के भन्दा दिदी आई नमस्ते नमस्ते बहिनी एकछिन है प्लिज भाइ आजदेखि त मलाई माफ गरिदिए ल त मेरो यस्तो भाइ भएर मैले सोचेको पनि थिएन कि आज आएर मलाई सबजना मेरो आँखा खोलिदियो कि किन दिनु अनि मेरो नाम ट्याटु हान्नु ट्याटु हान्दैछु त नङमा हान्छ त माथिपट्टि नङबाट काट्छ म भने चाहिँ तैँले ट्याटु हान्न लाइस् भनेर म यस्तो भक्कानिएर आएर म यहाँ सबजनालाई भन्ने
भन्न साँच्चीकै हान्न लाग्यो भन्न प्लिज मलाई हात मेरो ट्याटु कहाँ हान्ने शब्द यहाँ छातीमा हो नाम कि फोटो मेरो तँलाई ट्याट हान्न त हान्छु तर तैँले यो कोठाबाट चाहिँ तँलाई ब्यान्ड हान्छु कि यहाँ तँलाई छिर्नै नपाउने बनाउँछु कि बुझिने त बिच बिचमा हरेक त्यो युट्युब भिडियोको एड आउँछ नि 5 सेकेन्डको स्किप गर्न मिल्ने एड यो 30 सेकेन्ड हेर्नु पर्छ नि जबरजस्तीवाला एड त्यही हो के हो सुन होइन दिदी त फेभरेट हो सबैको नै त्यसो भन्न पाइँदैन जबरजस्तीको सुन है सुन यदि युट्युबमा त्यो एड भएन भने पैसा कहाँबाट आउँछ एक्ज्याक्टली भ्यालु छैन तिमी पनि त्यो कस्तो एक्ज्याक्टली घरको लक्ष्मीको लक्ष्मी राज्य लक्ष्मी मेरो त बाहुनले भाग्यश्री नै नाम राखिदिएका छन् ठिक हो देख्छु मन दिदीसँगै मिल्नु पर्ने हुन्छ पहिला त हान्न नाम मेरो को दिदीसँग के रे म त दिदीसँगै मिल्नु पर्ने हुन्छ उता पहिला म त उतै मिल्छु यस्तो गरेर यस्तो सैना लगाऊ न सैना मितिनी लगाऊ न मितिनी हामी मितिनी के भयो झन्डै क्यामेरा अफ भएको थियो अनि यो झन्डै क्यामेरा अफ भएको थिएन यो युनिभर्सको साइन हो कि अहिले क्यामेरा अफ गरिएला भनेर मितिनी भएपछि मितिनीको हुन्छ मितिनी दिदी भन्नु पर्यो बुझिस् मितिनी लागिसक्यो टाउकोमा ठोकाउनु पर्छ एकछिन आऊ त टाउको ठोकाऊ ड्याङ मितिनी बना ट्याटु बना जिस्केको दिदीलाई त्यसो भन्नु हुँदैन दिदी एकदम कुल दिदी मलाई एकदम कुल लाग्छ एकदम कुल होइन यो बिरामी भएको छ यसलाई लखनऊ लर जानुपर्ने छ त्यहाँ डक्टरकोमा बुझ्नु अति बिरामी भएको छ यसको मैले राम्रो डक्टर कोही हुनुहुन्छ च्याटमा भने भन्नु है मैले भन्न बिर्सेको त्यो एकचोटि त्यहाँ त्यो हान्छे आयुषले मलाई कस्तो मुख छाडेको लाइभमा हो किन त्यत्तिकै कहिले त्यसले कुकुरलाई खुवाएको भिडियोहरू हाल्थ्यो नि त अनि मलाई कस्तो राम्रो लाग्थ्यो त्यो बानी होइन अनि के ल ठिक छ नि त एक दिन अनि रिक्वेस्ट पठायो पहिल्यै कुरा के त्यो म हदसँग पहिला लाइभ बसेको बेलाको कुरा के त्यतिखेर होइन अनि उनले नि रिक्वेस्ट पठाए एक्सेप्ट गरेँ अनि बोल्दै होइन अनिखेरि पहिला सुरु अनिखेरि त्यस्तो जाबो नि हुन्छ यति जाबो नगर्ने कुकुरहरूको लागि मैले के भनेको थिएँ अनिखेरि डग लभर हुन्छ यताउता भनेर कस्तो मुख छाडेको त्यसले मलाई सबै बोलेको लाइभमै धेरै पहिलेको कुरा हो भनेर छोडिदिनु त्यो दाइको ऊ भन्दैन अहिले राम्रो हुनुभएको छ त्यो दाइ ए त्यो दाइलाई त अनि के भन्छ मान्छेहरूले करेन्ट लाउनुपर्छ भन्छ के गर्नुपर्छ करेन्ट लाउनुपर्छ भन्छ ल सानो म जान्छु अहिलेको लागि तिमीले पनि दिदीसँग टाउको ठोक्काइहाल्यौ मितिनी लगाइहाल्यौ नै मैले फिर्ता लिइसकेँ त्यो मितिनी मैले अघि नै लिएको दिदी हुँदै लिएको ल हुन्छ म जान्छु त्यसो अहिलेको लागि ल मैले क्यासपर नलिएर आउनु भनेपछि अहिले ल्याउनु लाग्यो होइन भोलि ल्याउँछु ल भोलि लिएर आऊ मलाई मेरो पहिलाको सानो मेरो बच्चालाई हेर्न मन छ यत्रो छैन कि त्यो अब यत्रो भइसक्यो अब विदेशबाट आएको